आजको भिडियो चाहिँ स्पेसल्ली इपिएस पास गरेर बस्नुभएका साथीहरूको लागि हो। तपाईँहरूको इपिएस आइडीको पासवर्ड बिर्सिनु भएको छ भने कसरी रिकभर गर्ने भन्ने कुराको जानकारी गराउँदैछु। सर्वप्रथम तपाईँले आफ्नो जिमेल एकाउन्ट खोल्नुहोस् र जिमेलमा तपाईँले आफ्नो नाम ओपन गर्नुहोस् र त्यहाँ देख्न सक्नुहुन्छ तपाईँले म्यानेज योर गुगल एकाउन्ट, त्यहाँनिर चाहिँ क्लिक गर्नुहोस् र तपाईँले देख्न सक्नुहुनेछ अलिकति माथि स्क्रल गर्नुहोस् र यहाँनिर पासवर्ड म्यानेजर देखाइरहेको छ, त्यहाँनिर क्लिक गर्नुहोस् र तपाईँले यहाँ सम्पूर्ण आइडी पासवर्डहरू देख्न सक्नुहुनेछ। तपाईँको इपिएसको पासवर्ड चाहिएको छ भने इपिएसको केआरमा क्लिक गर्नुहोस् र तपाईँले त्यसपछि तपाईँ आफ्नो मोबाइलको लक माग्ने गर्दछ, त्यो लक डायल गर्नुहोस्। मेरो खोलिसकेको छ ल, तपाईँको इपिएस आइडी र पासवर्ड यहाँनिर देखाइसकेको छ। यो आँखाको चित्रमा चाहिँ तपाईँले क्लिक गर्नुभयो भने तपाईँको पासवर्ड पनि हेर्न सक्नुहुनेछ। धन्यवाद।